गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी लाँगुरी भन्ज्याङको रोडमा छौँ। यहाँ हाम्रो डुकु स्टार्ट हुँदैछ। यता हाम्रो अजय सर र हाम्रो दुईवटा ट्रेनिङ सेन्टरको छ भाइहरू। रेडी अवस्थामा बसिरहेछन्। हाम्रो सेकेन्ड डोग हो सबै हाल्नुपर्छ भनेर मरिन्जेल नगुत्नु ठिक्क बेसमा हाल्ने के गर्नु पर्यो त बेस चाहिँ बसाउनु पर्यो बुझ्यो ल। अनि माथि दुईटा बाटो छ त्यसमा लेफ्टपट्टि गएर जान्छौँ त्यसमा हामी बसिरहेको हुन्छौँ। यसो हामीलाई चाहिँ हेर्नु न यसो यसो गरेको बेला यसै जानु फेरि कुद्ला त आँखा चिन्नु नकुद्नु बुझ्यो नि। साह्रो गाह्रो पऱ्यो लड्यो भने भन्नु होला मेडिकेट छ हामी उपचार पनि गरिहाल्छौँ त्यहाँ बिचमा बुझ्यो नि। अनि अर्को कुरो मेन भनेको चाहिँ बाटोतिर पुगिसकेपछि डोको फ्याँक्नु मन लाग्छ त्यति बेला चाहिँ नफ्याँक्नु दिएको टास्क कम्प्लिट गरेको हुनु पर्यो बुझ्यो। ओके बोइज आर यु रेडी? यस सर। एन्ड स्ट्यान्ड बाई रेडी गो। ल सुरु भयो भाइहरू लाग्यो। ठिक छ तान भाइ। तान भाइ पोस्याङ बिस्तारै ठिक्क जाए। बल गरेर जान्छ, बल गरेर
आयो बसी आयो बलगर भाइ बलगर जा 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 थोरै 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 उकालो सकिनु लाग्यो अब 1300 बाटो आयो भाइ अब जा 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 धेरै छैन उकालो अब आउने भाइ आउने जाऊ 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 1300 आउनु लाग्यो गयो 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 जाऊ 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 कुदा भाइ कुदा ल फाइनल यहाँनिर इन्ड लास्ट पोइन्ट चाहिँ आइपुग्यो भाइहरू यहाँनिर सबैजना आइसकेका छन् बसी कति टाइम 42-15 बजे 42-15 ठिक छ काजी कति अरे मेरो 36-23 ल ठिक छ भाइको कति हो टाइम भाइ मेरो 22-3 ल ठिक छ ल यता हाम्रो योगेश सर हुन्छ भाइले कति मान्यो म 3500 यता भाइले 47-45 भाइले कति हान्यो हजुर मैले 39-25 ठिक छ भाइले कति हान्यो हजुर दाइ कति हान्यो 39 उता अर्को भाइ 40 भाइले कति 38 लाँगुरी भन्ज्याङको रुट चाहिँ हाम्रो यस्तै छ